निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन काठमाडौँ जिल्ला कार्य समितिको 5औं पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकले नेपाल सरकारले स्वीकृत गरेको पाठ्यक्रम अनुसार प्रश्नपत्र बनाउने कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ। प्रश्नपत्रहरूलाई पाठ्यक्रम अनुरूप स्तरीय बनाउन उक्त वर्कसप राखिएको बताइएको छ। प्याप्सन काठमाडौँले आयोजना गरेको उक्त 5औं बैठकको निर्णय सुनाउँदै प्याप्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले सो कुराबारे जानकारी गराउनु भएको हो। आजको 5औं बैठक प्याप्सन काठमाडौँले गरेको महत्त्वपूर्ण निर्णय के हो भने हामीले यो वर्ष काठमाडौँको प्याप्सनको परीक्षालाई असाध्यै व्यवस्थित गर्नका लागि हामीले प्रश्नपत्र निर्माण कसरी गर्ने विशेष गरेर आइटम एनालाइसिस टेस्ट लाई चाहिँ विशेष फोकस गरेका छौँ। त्यसैले यो पालि हामीले करिब काठमाडौँ जिल्लाभरिका प्रत्येक नगरबाट विषय 8, 9 र 10 को विषय शिक्षकहरू छानेर उहाँलाई 3 दिने एउटा प्रश्नपत्र निर्माण कार्यशाला गोष्ठीको आयोजना गर्दैछौँ। यसको लागि हामीलाई भ्याली भ्यू स्कुलले चाहिँ स्थान र उहाँले भोजनको व्यवस्था गर्नु भएको छ र हाम्रो वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाज्यूको संयोजकत्वमा यो कार्यक्रम भव्यताका साथ सम्पन्न गर्दैछौँ। यसको मुख्य उद्देश्य भनेको हामी निजी क्षेत्रले गुणस्तरीय शिक्षा दिइराखेको सन्दर्भमा हाम्रा प्रश्नपत्र अझै स्तरीय हुनुपर्छ र टिचरले पाठ्यक्रममा भएको सम्पूर्ण कुरालाई समावेश गरेर विद्यार्थीहरूलाई न्याय हुने गरी प्रश्नपत्र बनाउनुपर्छ। प्रश्नपत्रमा सबै क्वालिटीहरू समेटिनुपर्छ भन्ने उद्देश्यका साथ हामीले यो कार्यशाला गोष्ठी गर्ने र यसलाई भव्यताका साथ 3 दिनसम्म एसिका एक्सपर्टहरूलाई ल्याएर हामीले चाहिँ उहाँबाट हाम्रो शिक्षकहरूलाई तालिम प्रदान गर्नेछौँ। हामीसँग करिब लगभग 220 देखि 250 जनाको संख्यामा हामीसँग शिक्षकहरू समावेश हुनुहुन्छ। प्याप्सन काठमाडौँ जिल्लाका वरिष्ठ उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक सुदर्शन थापाले प्याप्सनले इतिहासमा नै पहिलो पटक यो कार्यक्रमको आयोजना गर्न लागेको र कार्यक्रम प्याप्सन केन्द्रीय कार्य समिति र प्याप्सन बागमती प्रदेशको आर्थिक सहयोगमा आयोजना हुने बताउँदै यसले प्रश्नपत्र निर्माणमा नयाँ आयाम स्थापित गर्ने बताउनु भएको छ। प्याप्सन जिल्ला कार्य समिति काठमाडौँले केन्द्रीय प्याप्सन र बागमती प्रदेश प्याप्सनको आर्थिक एवं प्राविधिक सहयोगमा प्याप्सनको इतिहासमा नै पहिलो पटक यो प्याप्सन भनेको चाहिँ तपाईको सदस्य विद्यालयका संस्थापक प्रिन्सिपलको मात्रै हो भनेर भन्दै आएको अवस्थालाई चिर्दै यो प्याप्सन भनेको चाहिँ त्यहाँ काम गर्ने कर्मचारी शिक्षक सबैको साझा चौतारी हो भन्ने उद्देश्यलाई मनन गर्दै हामीले यही ज्येष्ठ 23, 24 र 25 गते टेस्ट आइटम डेभलपमेन्ट वर्कसप 2082 को नाम दिएर माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको लागि 3 दिवसीय चाहिँ कार्यशालाको आयोजना गरेका छौँ र यसबाट प्याप्सनले आश गरेको भनेको प्याप्सन सदस्य विद्यालयसँग पनि क्षमतावान 101 शिक्षकहरू छन् र यहाँबाट त्यो वर्कसप सकेर गइसकेपछि करिकुलम सँग आफ्नो कक्षा कोठालाई जोडेर चाहिँ एउटा अहिले एकाडेमिक एक्सिलेन्सीको लागि र क्वालिटीको लागि चाहिँ हामीले नौलो आयामको स्वरूप यो कार्यक्रमको आयोजना गरेका छौँ र त्यसको लागि हामीले प्रत्येक पालिकाहरूलाई चाहिँ विद्यार्थी संख्याहरू एलोकेट गरेर पठाएका छौँ र यो काठमाडौँ जिल्लामा मात्रै नभइकन तपाईँको केन्द्रको संयोजनमा गरिएको हुँदा भक्तपुर, ललितपुर र काभ्रे जिल्ला र सम्भव भएसम्म तपाईँको हामीले चाहिँ पीपीपी मोडलमा जाँदाखेरि चाहिँ सामुदायिक चाहिँ विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई पनि सहभागी गराएर यो वर्कसप आयोजना गर्दैछौँ। उक्त कार्यक्रममा थर्ड आई एजुकेसनको प्राविधिक सहकार्य रहने बताइएको छ। थर्ड आई एजुकेसनका प्रबन्ध निर्देशक नारायण काजी काशी छवालले उक्त कार्यशालामा हुने विभिन्न विषयमा जानकारी दिँदै विद्यालयका विषय शिक्षकहरू प्रश्नपत्र निर्माणमा सक्षम हुन् भन्ने उद्देश्य राखिएको बताउनुभयो। अब प्याप्सनसँग हामीले मिलेर यो नेपाल सरकारले सुरु भएको पाठ्यक्रम अनुसारको क्वेसन बनाउन चाहिँ कार्यशाला गोष्ठी गर्दैछौँ
अब त्यसमा चाहिँ विभिन्न तहका प्रश्नहरू हुन्छन्। त्यो प्रश्नहरू बनाउनलाई चाहिँ संस्था विद्यालयका शिक्षकहरू सबै सक्षम हुन् र त्यो गोष्ठी पश्चात केही चाहिँ प्रश्नको सेटहरू बनोस् भन्ने खातिरले यो हामीले सहकार्य गरिरहेका छौँ। के हुन्छ त्यसमा? त्यहाँ चाहिँ हामीले अब पाठ्यक्रम अनुसारको त्यो ट्याक्सोनोमी अनुसारको क्वेसनहरू बनाउन सिकाउँछौँ र त्यसपछि अब विषयगत रूपमा अब प्रशिक्षकहरूले उहाँले कस्तो क्वेसन बनाउनुपर्छ, ज्ञान, सिप, प्रयोग र उच्च दक्षता क्वेसनहरू कुन कुन क्षेत्रबाट कसरी क्वेसन बनाउने र त्यो क्षेत्रका क्वेसनहरूको नमुना के हुन सक्छन् भन्ने छलफल हुन्छ र उनीहरूलाई त्यो अनुसार ग्रिड अनुसार स्पेसल ग्रिड छ, त्यो स्पेसल ग्रिड अनुसारको क्वेसन निर्माण गर्न एउटा हामीले चाहिँ एउटा उदाहरण केही हामी दिन्छौँ र त्यो अनुसार उनीहरूलाई बनाउन लगाएर यो चाहिँ हामी क्वेसन सेट पनि तयार गर्छौँ। उक्त कार्यक्रमको सन्दर्भमा हामीले काठमाडौँ प्याप्सनका उपाध्यक्षहरू सूर्य भण्डारी तथा सूर्य केसी, कोषाध्यक्ष डिएन अधिकारी, सहसचिव शिव अर्याल तथा जिल्ला सदस्य मुकुन्द पाण्डेसँग यस कार्यक्रमको प्रभावकारिताका सन्दर्भमा विभिन्न तरिकाले कुराकानी गरेका थियौँ। अब प्रस्तुत छ उहाँहरूसँग गरिएको कुराकानीको सार संक्षेप। यो काठमाडौँ प्याप्सन परीक्षा विभागले कार्यक्रम एकदमै ऐतिहासिक, अहिलेसम्मको प्याप्सनको एउटा जीवनमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण कारण उत्कृष्ट र विषय शिक्षकहरूलाई जम्मा गरेर काठमाडौँ भ्यालीका सम्पूर्ण निजी विद्यालय, सार्वजनिक विद्यालय, सामुदायिक विद्यालयका शिक्षकहरूलाई, विषय शिक्षकलाई जम्मा गरेर एउटा प्रश्नपत्र सम्बन्धी एउटा कार्यशाला गोष्ठी, जसले चाहिँ भोलिको एउटा कस्ता खालका प्रश्नहरू बनाउने, बच्चाहरूको ओभरअल डेभलपमेन्टमा उनीहरूको चाहिँ एउटा क्षमतालाई जाँच्ने एउटा क्वेसन बनाउने भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण कार्यक्रम छ। यो कार्यक्रम अत्यन्त भव्य, सभ्य र सफल हुनेमा हामी विश्वास छौँ, किनभने यसमा सबै तयारी पनि भएको छ र आजको मिटिङबाट तयारी भएको छ। त्यसले गर्दा यो सफल कार्यक्रमको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। परीक्षा सम्बन्धी कुरा बारम्बार यो ट्रेनिङहरू त चाहि नै रहन्छ, किन भन्दाखेरि राम्रो खुकुरीको धार पनि लगाइरहनु पर्ने हुन्छ, नभए त्यसले चाहिँ सही ठाउँमा चटक्क काट्दैन। त्यो भएर टिचरहरू जति राम्रा पुराना भए पनि उहाँहरूलाई समय समयमा अध्यावधि गर्नको लागि तालिमको आवश्यक पर्छ। अब यो परीक्षा भन्ने बित्तिकै काठमाडौँ जिल्ला प्याप्सनको एउटा मेरुदण्ड हो। त्यसको लागि विथआउट ट्रेनिङ क्वेसन निर्माण गर्दा कहीँ कतै इररहरू हुन सक्छन्, त्यो इररहरू चाहिँ नआओस् भन्ने उद्देश्यले यो ट्रेनिङको निकै महत्त्व छ। अब क्वेसन निर्माण गर्दाखेरि करिकुलमलाई हेरेर, करिकुलमबाट टेकेर मौलिकता झल्की निकालेर विषयहरूलाई क्वेसन सेटरले चाहिँ क्वेसन तयारी गर्दा चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ। क्वेसन धेरै थरीका हुन्छन्, कन्टेन्ट एकतिर हुन्छ, करिकुलम एकतिर हुन्छ, सबै कुरालाई चेक एन्ड ब्यालेन्स मिलाएर क्वेसन सेटरले क्वेसन निर्माण गर्नुपर्छ। विगतमा केही त्रुटिहरू भएका थिए, ती त्रुटिहरूलाई चाहिँ नदोहोरिनको लागि तालिम विभागको साथसाथै परीक्षा विभागले ट्रेनिङ मार्फत ती त्रुटिहरू, हिजोका इररहरूलाई को अन्त्यको लागि यो कार्यक्रम राखिएको छ। शिक्षामा प्रश्नपत्र निर्माण अथवा इभ्यालुएसनको पाटो सबभन्दा महत्त्वपूर्ण रहने गर्छ र समय सन्दर्भ अनुसार इभ्यालुएसन सिस्टमहरू पनि परिमार्जित हुँदै आउँछन् र यसै परिप्रेक्ष्यमा अहिलेको अवस्थामा नेपालको सन्दर्भमा एउटा आन्तरिक मूल्याङ्कन र अर्को बाह्य मूल्याङ्कन, इन्टर्नल इभ्यालुएसन र एक्सटर्नल इभ्यालुएसनको दुईवटा पाटो छ। त्यसमा पनि एक्सटर्नल इभ्यालुएसनको लागि चाहिँ हामीले परीक्षा लिने गर्छौँ र त्यो परीक्षाको सफलता, यसको प्रभावकारिता भनेको प्रश्नपत्रमा आएर जोडिन्छ र विगतको हाम्रो प्याप्सनको अभ्यास र अनुभव यदि हामीले सेयर गऱ्यौँ भनेदेखि धेरै प्रयासहरू नभएका होइनन्, धेरै प्रयासहरू हुँदै गर्दाखेरि पनि प्रश्नपत्र अझै गुणस्तरीय भएन, त्रुटि भयो, ग्रिड अनुसारको भएन भन्ने ढङ्गले विभिन्न विद्यालयहरूबाट आवाजहरू उठ्ने गरेका छन्। त्यही चिजलाई मध्यनजर गरेर हामीले यो सेसनमा एउटा महत्त्वपूर्ण प्रोग्राम जोड्दैछौँ, टेस्ट आइटम डेभलपमेन्ट वर्कसप भनेर 3 दिनको वर्कसप हामीले प्याप्सन केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीज्यूको विद्यालय भ्याली पब्लिक स्कुलमा त्यो वर्कसपको चाहिँ आयोजना गर्दैछौँ र यसको उद्देश्य नै त्यस्तो खालको कमजोरीहरू नहोस् भन्नको लागि हो। यहाँ धेरै सब्जेक्ट एक्सपर्टहरूको उपलब्धता हुन्छ र उहाँहरूले त्यस्ता कमजोरीहरू मिनिमाइज गरेर कसरी प्रभावकारी प्रश्नपत्र निर्माण गर्न सकिन्छ भन्ने चिजमै केन्द्रित रहेर 3 दिनको वर्कसप चलाउने भएको कारणले हाम्रो कार्यक्रम पक्कै पनि सफल हुनेछ र यसलाई सफल बनाउनको लागि सम्पूर्ण सदस्य विद्यालय लगायत सबैमा हामी सपोर्ट गर्नको लागि हार्दिक अनुरोध गर्छौँ। यो प्रश्नपत्र बनाउने यो वर्कसप भनेको
यो शिक्षा क्षेत्रकै एउटा मेरुदण्डको रूपमा लिएको छ प्याप्सनले। यो प्याप्सनको यो नयाँ कार्यक्रम पनि हो। हामीले अहिले सबै हाम्रा चाहिँ माथका विद्यालयहरूको मावि शिक्षकहरूलाई बोलाएर यहाँ वर्कसप गराउने र एउटा एक्सपर्ट परीक्षा राष्ट्रिय परीक्षा बोर्डका अब्बल प्रशिक्षकहरू लिएर आएर हामीले उहाँलाई ट्रेनिङ दिने यो सङ्कल्प गरेका छौँ। हामी आश गर्छौँ यसले प्रश्नपत्रमा हुने त्रुटिहरू कम हुनेछ र प्रश्नपत्र बनाउँदाखेरि सिप त्यसपछि गएर ज्ञान र क्षमतालाई मध्यनजर राख्दै यस्तो किसिमको धारणालाई विद्यार्थीहरूको अभिप्रेरणा मिलोस् र उहाँहरूलाई चाहिँ पनि एउटा चाहिँ उहाँहरूले पनि सिक्ने क्षमता बढोस् प्रश्नपत्रको माध्यमबाट र राष्ट्रलाई पनि एउटा केही हदसम्म सही क्षेत्रमा चाहिँ एउटा गुणस्तरीय शिक्षामा अभिवृद्धि होस् भन्ने हामी अपेक्षा गरेका छौँ।